ले यहाँ छौँ सौख्या चिकन सेकुवा र पछाडिको भ्यू हेर्नु अब भयो ल पछाडिको भ्यू के कसो छ कमेन्ट गर्नु ल सो हेलो नमस्ते ब्युटिफुल पिपल के छ खबर हामी चाहिँ आज गइरहेछौँ घुम्नको लागि कता घुम्नको लागि कन्यम गइरहेछौँ र हामीसँग चाहिँ दाइ पनि हुनुहुन्छ हैन अस्ति हिजो आउनु भएको थियो हाम्रो ग्रुप दाइ यता लानदेखि आउनु भएको छ हैन सो हामी उहाँहरूसँग गइरहेछौँ घुम्न र यहाँ पशुपति दाइ पनि छ अगाडि ग्यारेजमा र अहिले चाहिँ हामी अब ती जान्छौँ हैन अनि त्यसपछि यहाँदेखि अनि डाइरेक्ट हाम्रो डेस्टिनेसन हुन्छ कहाँ इलाम या कन्यम भनौँ न हैन त्यही ठाउँतिर हाम्रो हुन्छ लगाइ चाहिँ अब हामी निस्किन लाग्यो घाम पनि उपर बबाले लागिरहेछ ल हामी चाहिँ यहाँ पुगिसक्यौँ दाइको ग्यारेज ल आज यो दुईटा बाइक जानेवाला छ ल यो एउटा अनि यो अर्को दाइको बाप्रे कतै ल अब चाहिँ हामी यहाँबाट किन पनि निस्किन लागेको दाइ पनि आइसक्नुभयो र यता चाहिँ दाइले यता इन्स्टा 360 को लागि इन्स्टलेसनको काम गर्नुहुन्छ यता क्यामेराको हाम्रो अब कहिले आउने हो क्यामेरा भाउजी कुन गर्छ मैं कार्य कहीं के तो थोड़ी दूसरा दिन का बिहा करना थे हाम्रो भाउजू पनि आइसक्नु हो हिरोनी टल्क छ त टल्क छ त्यहाँ त क्रिस्टल ल अब हामी निस्किन लागेको ल्याएर ओली बसिसक्नु भयो त सब म चाहिँ ल हामी पनि निस्क्यौँ अब ल हाई ल छ दाइको रेडी छ क्यामेरा गर्मी किन लाग्यो दाजु कति न गर्मी है बाप्रे 1 मिनट छ अझै पुग्न लाग्यो पुग्नु कतै पुग्ला पर्छ खै कुन ठाउँ चाहिँ थाहा नै होला अब बाइक न छोडी कि अब टेम्पो में जा पर्छ देख यहाँ चलेर बाइक राइड गर्दै थाकिगयो उर्लाबारी जुन बारी हो एकदम दिमाग खराब भएको उफ बाप्रे बाटोको कन्डिसन पुरै खत्तम बनिरहेछ देख हिरोनी भाउजी चश्मा लगाएको अब टुकटुक में जा पर्छ यानी टुकटुक कैसे नै अब हिन्दी में अहिले चाहिँ हामी यता यो के भन्छ यसलाई सुगर क्यानको जुस खानको लागि रोकिरहेछौँ टाइम लाग्छ यार लाइन लागिरहेछौँ त कतिजना बाँकी छ ल त्यहाँ ल हाम्रो आइसक्यो अब ओक्रो ओहो बल्ल बल्ल पेट्रोल भेट्यो यार मा सौना पेट्रोल पम्प बन्ने वहाँ त त्यही हो त्यसै गर्छ बढेको बेला चाहिँ चाँडी निकालिदिन्छ घटेको बेला चाहिँ बन्द गरिराख्छ ल बल्ल बल्ल हामीले पेट्रोल पायौँ र भरि पनि सक्यौँ सबै बन्द रहेछ यार मा के भन्नु अब सबै पेट्रोल पम्प बन्द अहिले चाहिँ हामी चराली पुगिसक्यौँ उफ बाप्रे पुरै जिउ दुखिरहेको छ यार बबासिर बाटोबाट आएको हो नि त पुरै बाटो बबासिर छ क्या
टाइम लाग्छ यहाँदेखि एकछिन हेरौँ अगाडिको बाटो चाहिँ खतरनाक छ नि त फेरि अब नास्ता गर्ने यहाँ जिउ दुख्छ यार जहाँ जान्छ जसपर पुन्टु नै भेट्छ होइन यिना बेसी बुढा खेला ढोक लाग्थ्यो आँखा बेसी बाहर निकलेर यस्तो गर्थ्यो किन हिजो बाटोको कन्डिसन लगायत फाइनली हाम्रो मोमो आइसकेको छ बफ मोमो यो चाहिँ यस्तोमा चाहिँ म फर्स्ट टाइम खाएर चाहिँ यस्तो इनमें खेला छ इनमें खेला छ इवन भाडामा खेला छ ल हाम्रो कोक पनि आइसक्यो लगायत फाइनली हामीले मोमोसम्म खाइसकेर अब निस्किन लाग्यो अगाडि नै छ कन्यामको लाग्यो खाली पुगिसक्यो त्यही त पुग्न लाग्यौँ त्यहाँ कन्याम लेखेको त्योमा पुगिनौँ नि त ल अब फाइनली हामी कन्याम पुगिसक्यौँ अब कन्याम यो हाम्रो प्यारो कन्याम अहिले चाहिँ हामी यहाँ कन्याम पुगिसक्यौँ हेर्न सक्नुहुन्छ ए कन्यामको त्यो नाम त्यहाँ लेखिरहेको छ होइन र यहाँ भ्यू हेर्नु बब्बा भ्यू खतरनाक भ्यू रहेछ यार हिरोनी पोज दिँदै हिरोनी खोइ फाइनली रुमसम्म पुग्यो भ्यू कस्तो छ कमेन्ट गरिदिनु होला ल हामी चाहिँ अब यता माथि गइरहेछौँ खतरनाक भ्यू छ ए तोर पिछवाडा देखाए वा धेरै स्टेप छ यार सिडीको पुरै आइरनको बनेको छ यार यता त ठिकै छ त यार फाइनल्ली र पछाडिको भ्यू हेर्नु एकैछिन ल 0.5 मा गर्नुपर्छ ल अब भयो ल पछाडिको भ्यू के कसो छ कमेन्ट गरिदिनु ल र अहिले चाहिँ म माथि आएको छु र हिरोनी चाहिँ त्यहाँ तल छ यता भाउजू र दाइसँग म चाहिँ माथि गएको थिएँ यहाँ हाम्रो खाना आइसकेको रहेछ है सुकुटी सबजना रमाइलो गर्दै खुर्सानी पुरै खाइदियो मैले ल ल ल ल
यस्तै खानुपर्छ कि यसमा के दिन्छ मसलाहरू के मसला हालिसकेछ साथै चिकन पोलवा किन लाग्छ यार कोही अन्य खेल ल यो फाइनली पाकिसक्यो अब खोल्ने पालो हाम्रो रेडी भइसक्यो यो पाकेको छैन हैन अब चाहिँ पाक्यो अब हामी चाहिँ अहिले नाइट वाकमा गइरहेछौँ हेर्न सक्नुहुनेछ यता पुरै अँध्यारो नअँध्यारो छ र हाम्रो रुम चाहिँ यता पछाडि चाहिँ भ्यू हेर्नु क्या भ्यू क्या बब्बाल रहेछ यार भ्यू अब के भन्नु योभन्दा धेरै के भन्नु अब हेरेर नै आफैले डिफाइन गर्नु के कस्तो छ भ्यू होइन रियलमा आएर अब के भन्नु अब यसमा के भन्न सकिएन क्या यो चाहिँ हाम्रो रुम हो कताको हाम्रो रुम यता यो लास्ट वान यो यताको ए उताको यो बिचको यो चारटाको बिचको यो ठ्याक्कै यो सबै एकै जस्तो लाग्छ क्या यतादेखि ल बब्बाल रहेछ क्या ल